नमस्कार, अर्निको टेलिभिजनको पृथक प्रस्तुति कार्यक्रम सेल्फ च्याटमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता विपन काफ्ले। दर्शकबिन विभिन्न क्षेत्रका विभिन्न हस्तीहरूसँगको अन्तरङ्ग कुराकानी हामी प्रस्तुत गर्ने गर्दछौँ कार्यक्रम सेल्फ च्याटमा। यसै क्रममा यस साता पनि हामीले निम्ताएका छौँ एकजना विशेष व्यक्तित्व। उहाँको बारेमा जानकारी दिनुपर्दा विक्रमसम्म 2064 सालदेखि नेपाली साङ्गीतिक क्षेत्रमा उदाएका व्यक्ति जसले विभिन्न सङ्गीत विभिन्न गीतहरू मार्फत दर्शकहरूको मन पनि जितिसक्नु भएको छ। उहाँको बारेमा म धेरै सस्पेन्स नराखिकन उहाँको इन्ट्रोडक्सनमा गराइहाल्छु। आज हामीसँग हुनुहुन्छ अतिथिको रूपमा चर्चित गायक उत्तम विक्रम विष्ट। आउनुहोस् दर्शकबिन, उहाँलाई कार्यक्रममा नकुराइकन स्वागत गर्नतर्फ लागौँ। उत्तमजी, कार्यक्रममा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर, आरामै छु। अहिले केमा व्यस्त हुनुहुन्छ? अहिले अब भनौँ न सानोतिनो आफ्नो काममा प्लस विशेष धेरै चाहिँ यो म्युजिकल फिल्डमा चाहिँ मैले आफ्नो टाइमलाई चाहिँ डिभोट गरिरहेको छु। नेपाली साङ्गीतिक क्षेत्रमा 2064 सालदेखि लागिरहनु भएको छ। तपाईँ यो क्षेत्रमा चाहिँ के सोचले आउनुभयो? होइन, अब म्युजिक भन्ने कुरा तपाईँको कस्तो हुन्छ भन्दाखेरि यो एउटा चाहिँ नि गड गिफ्ट नै हुन्छ होइन। अनि मलाई चाहिँ नि अब भनौँ एउटा म्युजिकको चाहिँ नि एउटा सानोदेखि नै तपाईँको यो किसिमको चाम थियो कि होइन। अनि यसमा चाहिँ नि मैले चाहिँ नि तपाईँको सानोदेखि नै गीतहरू गुनगुनाउँथेँ होइन। त्यहाँबाट फेरि मलाई के फिल भयो भन्दाखेरि मलाई चाहिँ नि वास्तवमा भगवान्ले चाहिँ नि भनौँ न यो धरतीमा चाहिँ नि गाउनको लागि पठाउनु भएको जस्तो फिल भएर चाहिँ त्यहाँबाटदेखि नै मैले चाहिँ नि भनौँ न एक किसिमको गानाहरू गाउँदै गाउँदै आएको छु। र अब आफूमा भएको चाहिँ नि कुनै पनि क्यापासिटी कुनै पनि एउटा ट्यालेन्टलाई चाहिँ नि हामीले हरेक चाहिँ नि भनौँ न दर्शक समक्ष चाहिँ नि ल्याउनुपर्छ भन्ने मेरो धारणा लाग्छ मलाई। तपाईँको 2064 सालमा पहिलो एल्बम प्रतिज्ञा बजारमा आयो होइन त उत्तमजी? हजुर। प्रतिज्ञा निकाल्दाखेरिको समय सम्झिन चाहनुहुन्छ? अहिले कस्तो थियो त्यो समय? के सोचले निकाल्नु भएको थियो? त्यो बेलामा चाहिँ नि वास्तवमा मलाई सङ्गीत चाहिँ नि म त्यो बेलामा चाहिँ नि सङ्गीतमा चाहिँ अलिक काँचो नै थिएँ कि होइन। तर पनि मलाई चाहिँ नि के फिल आएको थियो नि मैले पनि वास्तवमा गाना चाहिँ नि गर्न सक्छु भन्ने त्यो बेलामा मलाई फिल भएको थियो होइन। र एउटा चाहिँ नि एक्सपिरियन्सको पनि एउटा भनौँ न एक्सपिरियन्स गेन गर्नको लागि पनि मैले गरेको थिएँ होइन। त्यसमा पनि वास्तवमा मैले जति पनि काम गरेको थिएँ मेरो अडियन्सहरूले चाहिँ नि एप्रिसिएट गर्नु नै भएको थियो। तर मैले पछि गएर चाहिँ नि आफूले बुझ्दाखेरि अझै यसमा अझै योभन्दा धेरै धेरै गर्नुपर्छ भन्ने फिल हुँदै गयो कि होइन। तर त्यो बेलाको चाहिँ मेरो एल्बम पनि वास्तवमा अडियन्सले राम्रै किसिमबाट मन पराउनु भएको थियो। भन्नाले प्रतिज्ञाबाट पनि जे होस् एउटा अडियन्सहरूको राम्रो प्रतिक्रिया पाउनु भएको थियो? पाएको थिएँ, हजुर। त्यसपछि तपाईँ 6-7 वर्ष जति चाहिँ तपाईँ एउटा ग्यापमा बस्नुभयो होइन साङ्गीतिक क्षेत्रबाट। त्यसपछि पुनः ओ माया एल्बम निकाल्नुभयो होइन, भुवन नामक एल्बम। त्यो 6-7 वर्ष चाहिँ तपाईँ ग्यापमा रहनुको कारण चाहिँ के थियो? त्यो 6-7 वर्षमा चाहिँ नि मैले चाहिँ नि म्युजिकमा चाहिँ नि अझै धेरै चाहिँ नि एउटा नलेज लिने कामहरू गरेँ होइन। म्युजिक भनेको चाहिँ नि वास्तवमा एक किसिमको एउटा तपस्या। त्यहाँबाट मलाई फर्स्ट एल्बमबाट के फिल भयो भन्दाखेरि म्युजिक इज अ नट अ जोक है। यसमा चाहिँ नि तपाईँको लागि पर्ने हो भन्दाखेरि यसमा चाहिँ नि एउटा साधना एउटा तपस्या भन्ने कुरा चाहिन्छ कि मैले त्यो दौरमा चाहिँ नि मैले सेकेन्ड एल्बमको लागि भनेर भनौँ न मैले विभिन्न किसिमको सङ्गीतहरूलाई चाहिँ नि अध्ययन गरेँ होइन। त्यस पछाडि चाहिँ नि सङ्गीतमा कस्तो किसिमको कुराहरू गर्नुपर्ने हुन्छ, मार्केटमा कस्तो किसिमको छ होइन, ती सब कुराहरू चाहिँ नि मैले बुझेर चाहिँ नि वास्तवमा त्यो 6-7 वर्षलाई चाहिँ नि मैले भनौँ न बुझ्दै रेकर्डिङहरू पनि गर्दै होइन त्यसरी चाहिँ नि एउटा नलेज लिने किसिमबाट चाहिँ नि मैले गरेँ भनौँ न। त भन्नाले तपाईँले सिकेर जुन हाम्रो 6-7 वर्षको तपाईँको जुन ग्याप थियो त्यो टाइममा चाहिँ सङ्गीत क्षेत्रमा अलिकति पोख्त भएर ओ माया एल्बम निकाल्नु भयो। हजुर। त्यो ओ माया एल्बमको चाहिँ प्रतिक्रिया कस्तो पाउनुभयो त दर्शकहरूबाट? यसको त प्रतिक्रिया त धेरै राम्रो छ एकदमै। पहिलाको एल्बमको दाँजोमा चाहिँ अहिले मेरो जति पनि अडियन्सहरू हुनुहुन्छ उहाँले चाहिँ नि बहुत चाहिँ नि एकदमै राम्रो एकदमै भनौँ न एउटा मेच्योर्ड एकदमै राम्रो किसिमको छ भन्ने कुरा चाहिँ नि उहाँहरूले दिनुभएको छ। म धेरै उत्साहित भएको छु एल्बमबाट चाहिँ। र अहिले हालसालै नयाँ 2-3वटा म्युजिक भिडियोहरू पनि तपाईँको हामीले देख्न सक्छौँ। अब नयाँ एल्बमको तयारीमा हो कि तपाईँ अथवा म्युजिक भिडियो मात्रै बनाइरहनु भयो अहिले? यो एल्बम पछाडि मेरो अर्को एल्बमको पनि कामहरू धमाधम भइरहेको छ होइन। मैले करिबन
2टा गानाहरू त कम्प्लिट रेडी पारिसकेको छु र त्यसको चाहिँ अब यो चाहिँ अहिले मैले प्रमोसनको सिलसिलामा चाहिँ नि अलिकति आफू व्यस्त भएको कारणले गर्दाखेरि चाहिँ अरू गानाहरूलाई चाहिँ गर्ने मौका पाएको छुइनँ। अब यसको प्रमोसन पछाडि चाहिँ अब लगतै दसैँ ताकातिर चाहिँ अर्को एल्बम पनि हजुरहरूले चाहिँ नि भनौँ न पाउनु दसैँमा जस नयाँ एल्बमको हामीले स्वाद देख्न पाउँछौँ, सुन्न पाउँछौँ र तपाईँलाई अहिले अग्रिम रूपमा बधाई छ मेरो तर्फबाट पनि होइन, त्यस एल्बमले पनि सफलताको शिखर छुमोस्। तपाईँको लागि चाहिँ नेपाली साङ्गीतिक क्षेत्रमा तपाईँले आफ्नो विचारमा भन्नुपर्दा चाहिँ यो नेपाली साङ्गीतिक क्षेत्र त्यति फस्टाउन नसक्नुको कारण तपाईँलाई चाहिँ के लाग्छ? यसमा चाहिँ नि मैले जहाँसम्म बुझेको होइन देखेको चाहिँ के छ भन्दाखेरि हामी नेपाली अडियन्सहरू नै अलिकति कस्तो किसिमको भइरह्यौँ भन्दाखेरि हामीले आफ्नो देशको कला संस्कृतिलाई भन्दा पनि विदेशी संस्कृतिलाई चाहिँ नि बढी एडप्ट गऱ्यौँ क्या, त्यो एउटा नम्बर 1 कारण त्यो हो होइन। त्यस पछाडि चाहिँ नि अर्को कुरा के भन्दाखेरि पहिला चाहिँ नि हजुरको गानाहरू चाहिँ नि अडियन्सले चाहिँ नि सिडी अब भनौँ न त्यो किनेर सुन्ने गर्नुहुन्थ्यो, त्यो किसिमको जमाना थियो। अहिले अब हजुरको हेर्नु डिजिटल युगको जमानामा हरेक कुराहरू हामीले इन्टरनेट मार्फत पाउन सक्छौँ होइन। त्यसको लागि त्यस कारणले गर्दाखेरि पनि अलिकति त्यो कारणले गर्दाखेरि चाहिँ म्युजिक क्षेत्र चाहिँ म्युजिकको क्षेत्र चाहिँ अलिकति खस्केको हो कि होइन। तर त्यो भन्दाखेरि त्यो पनि होइन, तर अहिले फेरि डिजिटल युगमा चाहिँ नि डिजिटलबाट पनि धेरै चाहिँ नि एउटा भनौँ न मार्केट छ अहिले होइन। तर बिचमा एकछिन खस्केको र फेरि अहिले चाहिँ तपाईँको उभोलिने प्रोसेसमा चाहिँ छ हाम्रो म्युजिक फिल्ड चाहिँ। प्रायः जसो चाहिँ नेपाली साहित्यिक क्षेत्रमा एउटा रहर लगाएर ल जाउँ न त, एउटा गीत गाउँ न त, एउटा म्युजिक भिडियो निकालौँ न त होइन, त्यो सोचले पनि आएका छन्। त्यस्ता मान्छेहरू आउनु ठिक हो कि नेपाली साहित्यिक क्षेत्रमा तपाईँको विचारमा, अथवा गलत हो त? होइन, यो फिल्ड भनेको जस्तै किसिमको मान्छे पनि आउनलाई स्वागतै छ कि भन्नाले जस्तै अब कुनै पनि मान्छे कुनै पनि त्यसमा चाहिँ अध्ययन गरेर सिकेर होइन त्यसको एउटा गहिरो अध्ययनमा गइसकेपछि एउटा राम्रो आउटपुट दिन सक्छ। तर कतिपय मान्छे चाहिँ एउटा एम हबी हुन्छ नि त, एउटा निकालौँ एउटा गीत होइन मेरो आवाजमा, त्यो सोचले पनि आइरहेछन्। त्यो चाहिँ तपाईँको लागि कस्तो, के सोच्नुहुन्छ त्यो बारेमा? यस्तो छ, यो भनौँ न यहाँ हरेक किसिमको व्यक्तिले हरेक किसिमको कार्य गर्ने चाहिँ एउटा डेमोक्रेसी भएको हुनाले त्यसको छुट छ कि हजुरको, ठिक छ उहाँहरूले गर्नुहोस्, आफ्नो एउटा इन्ट्रेस्टलाई गर्नुहोस् होइन। तर जो व्यक्तिहरूले चाहिँ नि एउटा चाहिँ नि साधना एउटा तपस्या गरेर चाहिँ म्युजिक फिल्डमा आउनु भएको छ उहाँहरूले त एउटा इस्टाब्लिस भइहाल्नुहुन्छ होइन। ठिक छ उहाँहरूले आफ्नो रहर पुरा गर्नुहुन्छ, फेरि हराउनुहुन्छ होइन। त्यसमा चाहिँ खासै उहाँहरू आउनै हुन्न भन्ने चाहिँ मलाई लाग्दैन, आउनुहोस् वेलकम। बट तपाईँहरूले चाहिँ नि म्युजिकलाई चाहिँ नि बुझेर चाहिँ नि होइन यदि आउनुभयो भने तपाईँको स्थायित्व चाहिँ नि हुन्छ होइन, त्यो चाहिँ नि हुन्छ। तर आउनुहोस्, नो प्रब्लम, एनीबडी क्यान कम टु द एनी वर्ल्ड होइन। म्युजिक मुभिज सबै त्यस्तै त हो नि होइन र। अनि साङ्गीतिक क्षेत्रमा चाहिँ लागेर मात्रै आफ्नो जीविकोपार्जन गर्न सकिन्छ त? अब यो भनौँ न साङ्गीतिक क्षेत्रमा लागेर चाहिँ नि वास्तवमा अलिकति गाह्रो नै छ। तर हामी कलाकार भनेको चाहिँ कस्तो चिज भन्दाखेरि तपाईँको हामीले पैसाको लागि मात्र पनि यो साङ्गीतिक फिल्डलाई चाहिँ नि समातेका होइनौँ कि वास्तवमा। किनकि हाम्रो उद्देश्य के भन्दाखेरि नेपाली गीत सङ्गीतलाई चाहिँ नि भनौँ न एक किसिमबाट चाहिँ नि जस्तै हाम्रो नारायण गोपाल, हाम्रो भक्तराज आचार्यजीहरू हुनुहुन्छ नि, उहाँले चाहिँ नि नेपाली एउटा सङ्गीतलाई चाहिँ नि एउटा धेरै माथिल्लो स्थानमा पुर्याउनु भयो नि त। त्यो स्थानलाई चाहिँ नि हामीले चाहिँ नि कमसेकम एउटा निरन्तरता दिएर चाहिँ नि नेपालको कला संस्कृतिहरूलाई चाहिँ नि बचाइराख्ने उद्देश्यले चाहिँ नि वास्तवमा होइन हामीले चाहिँ नि त्यो किसिमको एउटा भित्री इच्छाले गर्दाखेरि चाहिँ यो फिल्डमा आएका हौँ। यो क्षेत्रमा चाहिँ एउटा इन्कम वाइजको रूपमा चाहिँ त्यति स्टेबल छैन, तर दर्शकहरूको मायाका लागि दर्शकहरूलाई केही पस्किने आफ्नो जुन एउटा बाचा छ त्यसका लागि चाहिँ नेपाली साङ्गीतिक क्षेत्रमा तपाईँहरू आइरहनु भएको छ। सही। तपाईँको विचारमा चाहिँ यो नेपाली साङ्गीतिक क्षेत्रमा अलिकति यसलाई अलिकति माथि उचाल्नको लागि नेपाल सरकारदेखि लिएर हरेक विभिन्न संस्थाहरू छन् होइन, म्युजिक कम्पनीहरूले के कस्तो भूमिका निर्वाह गर्नु पर्ला त? उहाँहरूले चाहिँ नि वास्तवमा एउटा भनौँ न नेपाली टिपिकल गीतहरूलाई एउटा नेपालीपन भएका गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिनु पऱ्यो, नम्बर 1 है। यहाँ चाहिँ अलिक कस्तो देखिएको छ भन्दाखेरि हरेक किसिमको गानाहरू हेर्नुहोस्, तपाईँले युट्युबमा हेर्नुहोस्, कति गानाहरू यस्तो किसिमको छ कि त्यो गानाहरू सुन्दाखेरि आफ्नो परिवारसँग सुन्दाखेरि पनि एक किसिमको कस्तो किसिमको भनौँ न अप्ठ्यारो फिल हुन्छ होइन। यस्ता किसिमका गानाहरूलाई चाहिँ नि उहाँहरूले चाहिँ एक किसिमको भनौँ न के भन्छौँ सेन्सर गर्नु पऱ्यो कि
सेन्सर गरेर मात्र मार्केटमा ल्याउनु पऱ्यो होइन। अनि नेपालका चाहिँ नि एउटा टिपिकल टाइपका गानाहरूलाई चाहिँ बढी प्राथमिकता दिनु पऱ्यो हाम्रा म्युजिक कम्पनीहरूले, हाम्रो गभर्मेन्टले होइन। तब मात्र चाहिँ नि हाम्रो देशका चाहिँ नि म्युजिकहरूलाई चाहिँ नि भनौँ न एक किसिमको स्थान प्राप्त हुन्छ। नत्रै अहिले त वास्तवमा भन्यो नि म्युजिकमा धेरै विकृति आइसकेको छ है। त्यो चाहिँ नि हाम्रो गभर्मेन्टले चाहिँ नि हेर्नुपर्ने कुरा हो। त्यो चाहिँ नि हजुरको जन्मबारे भनिदिनुहोस् न। मेरो जन्म चाहिँ नि ललितपुरको इमाडोल, हजुरलाई थाहा छ होला होइन, त्यहाँ चाहिँ नि जन्म भएको मेरो। कस्तो थियो तपाईँको बाल्यकाल? बाल्यकालमा भन्दाखेरि चाहिँ नि म चाहिँ नि एउटा नर्मल टाइपकै थिएँ होइन। जस्तै एउटा हाम्रो आम हामी साथीभाइहरू जस्तो हुनुहुन्थ्यो, म त्यस्तै किसिमको थिएँ। तर म चाहिँ नि एकदमै तपाईँको भनौँ न एउटा लजालु टाइपको बच्चा थिएँ कि। मैले आफ्नो किसिमको फिलिङ्सहरू अरू सामु राख्नुलाई यति गाह्रो हुन्थ्यो मलाई क्या। तर म अहिले जुन किसिमबाट मैले सङ्गीतमा मैले आफ्नो काम गरिरहेको छु, म आफै अचम्म भएको छु क्या। भन्नाले एउटा लजालु स्वभावको मान्छे अहिले आएर अलिकति चुलबुले टाइपको हुनुभएको छ। हजुर। तपाईँको बाल्यकालमा चाहिँ एउटा एम्बिसन के राख्नु भएको थियो? जीवनमा गएर एउटा भविष्यमा गएर म यस्तो मान्छे बन्छु, यो एम चाहिँ म राख्छु होइन। मान्छेले बाल्यकालमा प्रायः जसो अब हाम्रो उमेरमा पनि अब त्यही हो डक्टर इन्जिनियर बन्ने भनेर घर परिवार आफूले सोच्थ्यौँ। तपाईँको चाहिँ के थियो त्यो सोच? मैले चाहिँ नि वास्तवमा जब मैले आफूलाई बुझ्ने भएँ नि भनौँ न बुझ्ने भएँ तबदेखि नै वास्तवमा मलाई चाहिँ नि म्युजिकमै मैले केही गर्नुपर्छ भन्ने एउटा किसिमको फिल त्यहीँबाट आएको के मलाई। मैले बच्चादेखि गुनगुनाउने, मलाई गाना भनेपछि मैले होइन बच्चादेखि गुनगुनाउने, अनि रेडियोमा आएको गानाहरूलाई सुनेर त्यस्तै किसिमको गाउने प्र्याक्टिस गर्ने होइन। बच्चादेखि नै मैले त्यो किसिमको फिल थियो क्या, आई वान्ट टु बी द सिङ्गर भन्ने किसिमको चाहिँ नि बच्चादेखि। हजुरले नि गुनगुनाउने कुरा निकालिहाल्नु भयो, सो कति कुराकानी मात्रै गरिरहनु होइन। एउटा गाना दर्शकहरूलाई तपाईँको एल्बम प्रतिज्ञाबाट। हुन्छ। यो गाना चाहिँ नि अलिकति सुगम सङ्गीतमा चाहिँ नि अलिकति क्लासिकल टचको छ होइन, सेमी क्लासिकल सङ हो यो चाहिँ नि। मैले हालसालै चाहिँ नि यसको म्युजिक भिडियो पनि विभिन्न च्यानलबाट र हजुरको च्यानलबाट पनि पर्सि रिलिज हुँदैछ। यो गाना चाहिँ नि म मेरो अडियन्सहरूलाई चाहिँ नि प्लिज सुनाउन चाहन्छु। आगो बिना मुटु किन यति साह्रै जल्दैछ, छिया पर्दै मन भित्र बल्दैछ। देना आघात पारी जिन्दगीको सपना टुटे सारा, खुसीहरू पुगे कता दुख बचे सारा। देना खोट किन बन्छ माया, सबलाई यस्तो हुने भए बिछोड किन हुन्छ यहाँ, सम्झी रुने भए खुवा पनि आज किन ढुङ्गा भन्दा साह्रो भयो, आकाशको जुनलाई जस्तै छुन पनि गाह्रो, आगो बिना मुटु किन यति साह्रै जल्दैछ, छिया पर्दै मन भित्र बल्दैछ। साह्रै नै मिठो आवाजमा आगो बिना गाइदिनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
र यो गीतले चाहिँ जस अहिले चर्चाको शिखर पनि धेरै पाइरहेको छ होइन त उत्तमजी र कस्तो प्रतिक्रिया पाइरहनु भएको छ यो गीतबाट चाहिँ स्पेसली यो गीतबाट चाहिँ मेरो प्याटर्न चेन्ज थियो। पहिला चाहिँ मैले अलिकति पप टाइपको गानाहरू गाउँथेँ होइन। अब यसमा चाहिँ एकैचोटि पपबाट चाहिँ म हजुरको के भन्दाखेरि एउटा भनौँ न एउटा क्लासिकल सेमी क्लासिकल सङमा आउँदाखेरि मेरो अडियन्स चाहिँ नि ओहो यसले यस्तो गाना पनि गाउन सक्ने रहेछ होइन भन्ने किसिमको फिल भएको छ र बहुत एप्रिसिएट गर्नुभएको छ यो गाना। जस खुसी हुनुहुन्छ यो गानाबाट। पुनः म तपाईँको व्यक्तिगततर्फ कुराकानीतर्फै जान्छु, अघि हामीले बिचमा रोक्यौँ होइन। अनि हजुरको परिवारमा चाहिँ अहिले को हुनुहुन्छ? परिवारमा चाहिँ नि अब हुनुहुन्छ मम्मी हुनुहुन्छ होइन, मेरो फ्यामिली हुनुहुन्छ, हामी 5जनाको फ्यामिली। म्यारिड होइन त तपाईँ? हजुर म्यारिड। भन्नाले दाम्पत्य जीवन पनि सुख साथ बितिरहेको छ? सुखै छ। जस्तै उत्तमजी तपाईँलाई चाहिँ नेपाली साङ्गीतिक क्षेत्रमा लाग्नका लागि चाहिँ तपाईँको फ्यामिलीबाट फुल सपोर्ट के पाउनु भएको छ? मेरो यो क्षेत्रमा चाहिँ नि वास्तवमा साङ्गीतिक क्षेत्रमा चाहिँ नि वास्तवमा मेरो फ्यामिलीको जति सपोर्ट छैन। उहाँहरूले चाहिँ नि वास्तवमा छोरोले पढोस् डक्टर इन्जिनियर होस् भन्ने चाहिँ नि हाम्रो जुन नेपालीहरूको मेन्टालिटी छ त्यो किसिमको मेन्टालिटीको व्यक्तित्व हुनुहुन्छ उहाँहरू। उहाँको सोच वास्तवमा उहाँहरूको सोच राम्रो पनि छ, किनकि आफ्नो छोरोले केही गरोस् राम्रो ठुलो मान्छे बनोस् भन्ने छ होइन। तर आफ्नो चाहिँ नि भनौँ न सङ्गीतको एउटा रहर, सङ्गीतको इच्छा, सङ्गीतको एक किसिमको प्यासन होइन, त्यसले गर्दाखेरि चाहिँ नि वास्तवमा जसरी भए पनि मैले चाहिँ नि आफ्नो टाइम म्यानेज गरेर चाहिँ नि सङ्गीत क्षेत्रलाई चाहिँ नि अगाडि बढाइरहेको छु। भन्नाले धेरै दुःख गरेर हिँडिरहनु भएको छ सङ्गीतिक क्षेत्रको लागि। सही कुरो। तपाईँ नेपाली साङ्गीतिक क्षेत्रमा मात्रै आबद्ध हुनुहुन्छ कि अथवा यो बाहेक अरू प्रोफेसनमा पनि हुनुहुन्छ? नेपाली साङ्गीतिक क्षेत्रमा मात्र लागेर त जीवन निर्वाह गर्न गाह्रो सकिँदैन है उत्तमजी? सकिँदैन, गाह्रो छ होइन। त्यसको अब किन भन्दाखेरि नेपालको बजार सानो छ नम्बर 1 होइन। त्यस पछाडि अब अहिलेको परिप्रेक्ष्यमा त्यति नेपाली सङ्गीतको मार्केट पनि छैन होइन। त्यस कारणले गर्दाखेरि यस क्षेत्रमा मात्र लागेर चाहिँ नि जीविका पार्जन गर्न गाह्रो नै छ। त्यसको साथसाथै मैले आफ्नो जीवनलाई चाहिँ चलाउनको लागि अरू कामहरू पनि गर्छु। जस्तै म कम्प्युटर सम्बन्धी काम गर्छु र कम्प्युटर इन्स्ट्रक्टर पनि गर्छु होइन, यी कामहरू गर्छु। जस्तै तपाईँले आफ्नो यो जुन प्रोफेसन बाहिरको प्रोफेसन जुन छ यो र सङ्गीतलाई रोज्नु पर्यो भने तपाईँ केलाई रोज्नुहुन्छ? एउटा दुविधाको क्वेसन नै हो, किनकि बाँच्नु पनि पर्यो होइन, आफ्नो इच्छालाई पनि परिपूर्ति गर्नु पर्यो। त्यसकारण यसमा तपाईँले मलाई दुईटामा एउटा मात्र भन्दाखेरि चाहिँ वास्तवमा यदि चुज गर्नै पर्ने हो भने म सङ्गीत नै चुज गर्छु। किनकि सङ्गीत भनेको मेरो लागि वास्तवमा भनौँ न एउटा जिउने आधार हो। सङ्गीत बिना म मरेतुल्य नै हुन्छु वास्तवमा। तपाईँ सङ्गीतलाई नै रोज्नुहुन्छ? सङ्गीतलाई नै रोज्छु। उत्तमजी तपाईँले आफ्नो जीवनको कुनै अविस्मरणीय क्षण सम्झिनु भएको छ अहिले पनि जुन माइन्डमा आइरहोस् यो चाहिँ मैले अहिलेसम्म बिर्सिन सकेको छैन, साङ्गीतिक क्षेत्रमा लागेपछिको एउटा अविस्मरणीय क्षण? त्यस्तो क्षण खासै त्यस्तो क्षणहरू त छैन होइन। प्रत्येक क्षणहरू मेरो लागि त्यस्तै थियो, किनकि स्ट्रगलिङ टाइम थियो, आफू एक्लै चाहिँ यो सङ्गीत क्षेत्रमा लागेको थियो, कुनै सपोर्ट थिएन। त्यसमा चाहिँ मेरो प्रत्येक क्षणहरूले चाहिँ मलाई भनौँ न झकझकै राख्छ वास्तवमा। एउटा दुःख हुँदाखेरि अब यो क्षेत्रमा लाग्न तपाईँलाई सपोर्ट कसैको पनि थिएन, दुःख पर्दा आफूलाई अलिकति मनमा अलिकति अशान्त हुँदाखेरि तपाईँ के गरेर मनलाई शान्त पार्नुहुन्थ्यो? सङ्गीत त हो, सङ्गीत भन्ने चिज यस्तो तपाईँ खुसी हुनुहोस्, यसले अझै एक किसिमको खुसी ल्याउँछ है। तपाईँ दुःखी हुनुहोस्, त्यो सङ्गीतले त्यो दुःखलाई पनि यति आनन्ददायक बनाउँछ कि है। यस्तो छ सङ्गीतमा कि मान्छेले जब सङ्गीतको मर्मलाई बुझ्छ नि वास्तवमा त्यो सङ्गीतले त्यो मान्छेलाई हरेक पलमा चाहिँ एउटा खुसीको आभास दिलाउँछ, चाहे दुःखमा होस् चाहे सुखमा होस्। मेरो लागि त हरेक पल सङ्गीत नै छ। सङ्गीतबाटै उत्तमजीको सुरुवात र अन्त्य पनि सङ्गीतबाटै हुन्छ? सही एकदम। अब म पुनः तपाईँको एल्बम ओ मायातर्फ लाग्न चाहन्छु। ओ मायामा हाम्रो एउटा गीत थियो ओ माया, टाइटलसँगै ओ माया, यसका बारेमा केही भनिदिनुहोस् न दर्शकहरूलाई। जस्तै अब यो ओ माया चाहिँ नि वास्तवमा भन्दाखेरि एउटा होइन यो गाना चाहिँ नि कस्तो किसिमबाट तयार भएको भन्दाखेरि जीवनको उतारदरमा चाहिँ विभिन्न किसिमको व्यक्तित्वहरूसँग भेट हुन्छ नि त। उहाँ व्यक्तित्वहरूबाट चाहिँ एक किसिमको प्रभावित क्या। जस्तै हामी फ्यान भन्छौँ नि त, कुनै पनि व्यक्तिको फ्यान। जस्तै मैले आज तपाईँसँग इन्टरेक्ट गरेँ, तपाईँको पनि धेरै कुराहरू मलाई मन परेर म तपाईँको पनि प्रभावित हुन सक्छु। त्यस्तो जीवनमा जति पनि व्यक्तिहरूसँग भेट हुन्छ उहाँबाट चाहिँ नि एक किसिमको प्रभावित भएर चाहिँ नि वास्तवमा यो गानाको सिर्जना भएको हो।
यो गाना चाहिँ कस्तो खालको गाना हो अथवा यसले के समेटेको छ? यो चाहिँ नि जस्तै आफ्नो भनौँ न कुनै पनि मनपर्ने व्यक्तित्वहरू जब आफ्नो सामु पर्नुहुन्छ नि त एक किसिमको छुट्टै किसिमको फिल हुन्छ नि त होइन हामीलाई हो त्यो किसिमको फिल चाहिँ नि यो गानामा चाहिँ नि दर्शाएको छ। जस्तै जो पनि हुनसक्छ तपाईँको साथीभाइ हुनसक्छ होइन जो पनि हुनसक्छ नि त आफूलाई मनपर्ने व्यक्तित्वहरू चाहिँ नि हामी सामी बोल्दाखेरि हामीलाई कस्तो फिल हुन्छ तपाईँ पनि फिल गर्नु। जस्तै हाम्रो फिल्मका व्यक्तित्वहरू राजेश हमालजीलाई देख्नु पनि कति आनन्द आउँछ नि त होइन करिश्मा मानन्दरलाई त्यो किसिमको एउटा फिल भनौँ न यो गानामा चाहिँ नि हामीले राखेको छ। र अर्को गाना चाहिँ ह्याप्पी भ्यालेन्टाइन्स डे भन्ने हाम्रो बोलको छ। यसको बारेमा चाहिँ अलिकति रोचक यसको प्रसङ्ग छ भन्ने मैले सुनेको थिएँ यता कता। आज तपाईँको मुखबाट सुनौँ यो गानाको बारेमा के हो त? यो गाना चाहिँ नि वास्तवमा एउटा भनौँ न म गिटार लिएर बसिरहेको थिएँ है अनि अनायासै सम्झेँ 14 फेब्रुअरी इज कमिङ नियर सुने अनि यसको यो 14 फेब्रुअरीको लागि चाहिँ नि केही गर्नुपर्ने छ हामी कलाकारले भनेर सोचेँ। भोलिपल्ट चाहिँ नि तपाईँको 14 फेब्रुअरी थियो। म त्यसको अगाडि दिन चाहिँ नि गिटार लिएर बसिरहेको थिएँ यसो चल्दै थिएँ अनायासै गाना तयार हो। त्यो गाना फेरि यति राम्रो भयो कि छोइगयो मलाई। अनि त्यही बेलुका चाहिँ नि म तपाईँको स्टुडियोमा गएँ है। स्टुडियोमा गएपछि मेरो साथी हुनुहुन्छ आकाशजी उहाँलाई फोन गरेँ उहाँ आउनुभयो होइन अनि हामीले चाहिँ नि एक दिनमा चाहिँ नि त्यो गाना चाहिँ नि एरेन्ज मिक्सिङ गरेर भोकल सपोल राखेको छ नि एक दिनमा होल नाइट बसेर चाहिँ तयार गरेको त्यो गाना। हुनाले एक दिनको मेहनत हो ह्याप्पी भ्यालेन्टाइन्स डे। तर बहुत राम्रो भएको छ त्यो गाना। यसबाट प्रतिक्रिया पनि धेरै राम्रो पाइरहनु भएको छ होइन त? प्रतिक्रिया धेरै राम्रो पाइरहेको छु तर मैले दुःखको कुरा के भन्दाखेरि यसलाई चाहिँ नि तपाईँको भिडियो गर्ने मौकै पाइनँ किनकि भोलिपल्ट 14 फेब्रुअरी थियो अनि अब फेरि पछि भिडियो ल्याउँदाखेरि त्यसको महत्त्व हुँदैन नि त। तर पनि मैले युट्युबमा चाहिँ नि वास्तवमा एउटा सानो किसिमको चाहिँ नि भिडियो टाइपकै चाहिँ नि गाना अनप्लग टाइपको चाहिँ नि राखिदिएको छु। उहाँले चाहिँ मेरो अडियन्सहरूले चाहिँ नि मन पराउनु भएको छ। तपाईँले अहिलेसम्म आफूले गाएका गीतहरूमा सबभन्दा आफूलाई चाहिँ सेटिस्फाई भएको यो गीत चाहिँ मेरो एकदमै मैले मेहनत गरे अनुसारको भयो भन्ने खालको गीत चाहिँ कुन चाहिँ हो त? अब यस्तो भन्दाखेरि आफ्नो बच्चा बच्चीहरू कुन चाहिँ मनपर्छ भन्ने यस्तो सबै मनै पर्छ होइन तर पार्टिकुलरली एउटा गीत सही कुरो। अब यसमा चाहिँ नि भन्दाखेरि अहिलेसम्म होइन मैले गाना त मेरो सबै राम्रै नै भएको छ मेरो अडियन्सले मलाई मन पराउनु नै भएको छ तर वास्तवमा त्यो गाना मैले गाइसकेपछि फेरि ओहो यसो जीवनमा अझै यसो गर्न पाएको अझै राम्रो हुन्थ्यो भन्ने फिल हुन्थ्यो होइन फिल हुन्छ। अब वास्तवमा नि आइएम नट सेटिस्फाइड हुने नि अझै योभन्दा राम्रो राम्रो भन्ने सोच मात्र आइरहेको छ मलाई। अब राम्रो अझ राम्रो गर्नको लागि के आफ्नो रणनीतिहरू बनाइरहनु भएको छ अथवा केही क्लास अझै पनि लिइरहनु भएको छ के छ त त्यस्तो? मैले म्युजिकमा चाहिँ दिनदिनै सिकिरहेको हुन्छु तपाईँको किनकि अहिलेको तपाईँको इन्टरनेटको जमाना होइन किनकि अब सर्टेन ठाउँमा गएर सिक्नुलाई चाहिँ टाइम अलिकति आफूले मिलाउन नसके कारणले गर्दा म चाहिँ नि अहिले वास्तवमा चाहिँ नि थ्रु द इन्टरनेटको अनलाइनबाटै चाहिँ नि हरेक किसिमबाट चाहिँ नि म्युजिक चाहिँ नि सिकिरहेको छु अहिले। तपाईँ आफ्नो प्रेरणाको स्रोत अथवा कसलाई चाहिँ आफ्नो एउटा आइडल पर्सनको रूपमा लिन चाहनुहुन्छ यो साङ्गीतिक क्षेत्रको? साङ्गीतिक क्षेत्रमा भन्दाखेरि मेरो आइडलको कुरा गर्दा चाहिँ नि वास्तवमा म नारायण गोपाल हाम्रो भक्तराज आचार्यज्यू चाहिँ एकदम डाई हार्ड फ्यान। मैले चाहिँ नि वास्तवमा उहाँहरूको गाना नै गुनगुनाएर चाहिँ नि म रियाज गर्छु वास्तवमा है अनि उहाँहरूको गानाहरू नै वास्तवमा उहाँहरू भनेको एउटा नेपाली साङ्गीतिक क्षेत्रको एउटा इन्स्टिट्युसन हो म्युजिक इन्स्टिट्युसन। उहाँहरूको गानाहरू मात्रै तपाईँले गाउनु हो तपाईँको भोकल प्र्याक्टिस हुनुहुन्छ त्यस्तो किसिमको। अघि पनि हामीले कुराकानी गरौँ ह्याप्पी भ्यालेन्टाइन डे एकदमै राम्रो गीत तर एकदमै राम्रो भएको गीतको चाहिँ तपाईँले भिडियो निकाल्नु भएन यो चाहिँ किन यस्तो अन्याय चाहिँ किन? अन्याय होइन मैले निकाल्थेँ तर कस्तो भन्दाखेरि हजुरलाई आज गाना तयार गरेँ भोलि तपाईँको के अरे फेब्रुअरी 14 होइन अब एक दिनमा हामीले भिडियो कसरी तयार गर्ने त? तपाईँ पनि भिडियो गर्छ तपाईँलाई थाहा हुन्छ एउटा भिडियो गर्नुलाई कति दिन लाग्छ हजुरलाई थाहा छ नि एक महिना लाग्नु सक्छ 2 महिना लाग्नु सक्छ। त्यस कारण मैले के सोच गरेँ भन्दाखेरि ठिक छ यो वर्ष मैले सकिनँ तर अर्को वर्ष चाहिँ नि अर्को भ्यालेन्टाइन्स डेको लागि चाहिँ अवश्य मेरो अडियन्सलाई चाहिँ विथ भिडियो निकाल्ने सोच। यो गीत कसैको लागि डेडिकेटेड थियो भनेर मैले बुझ्दाखेरि मेरो आशय कस्तो सही होला या गलत होला? डेडिकेट भनेको अब म बसिरहेको थिएँ होइन अनायासै आएको भित्री हृदयबाट अनायासै आएको यो डेडिकेसन भनेको मेरो सबै अडियन्सलाई नै पार्टिकुलरली एउटा पर्सनलाई डेडिकेसन छैन।
सबै मेरो अडियन्सलाई मैले जति पनि गानाहरू गाउँछु सबै मेरो अडियन्सहरूको लागि हो। अहिले जुन नेपाली म्युजिक सेक्टरमा चाहिँ पहिला एउटा गीत राम्रो भयो भने एउटा आवाज राम्रो भयो भने राम्रो चल्थ्यो होइन, त्यसबाट रिटर्न पनि राम्रो हुन्थ्यो। तर अहिले म्युजिक भिडियो पनि साथसाथमा राम्रो हुनुपर्ने आवश्यकता छ। तपाईँ चाहिँ कस्तो देख्नुहुन्छ यिनीहरूको अन्तर सम्बन्ध म्युजिक भिडियो र गीतको चाहिँ? यो चाहिँ नि वास्तवमा समयको माग हो होइन। समयको चाहिँ नि मागलाई चाहिँ नि हामीले एप्रिसिएट गर्नुपर्छ होइन। तर के छ भन्दाखेरि भिडियोलाई मात्र हेरेर चाहिँ नि गानाको मूल्याङ्कन गर्नु चाहिँ नि हुँदैन जस्तो लाग्छ। किनकि अब गाना यो किसिमको हुन्छ, भिडियो यो किसिमको हुन्छ होइन। त्यस कारण चाहिँ ठिक छ, यसमा पनि अडियन्सहरू हुनुहुन्छ, गाना सुन्ने अडियन्स पनि हुनुहुन्छ र भिडियो चाहिँ नि हेर्ने अडियन्स पनि हुनुहुन्छ होइन। ठिकै छ, समयको माग अनुसार गर्नैपर्छ। अब के गर्नु भन्नाले हामी समयअनुसार चल्नैपर्छ। समयसँग चलेन भने त वास्तवमा हामी कहिले माथि पुग्दैन। उत्तमजी, तपाईँसँग मलाई अन्य कुराकानी गर्न मन लागेको थियो, तर हामी कार्यक्रमको एकदम छोटो अवधिमा छौँ। सो दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ? सर्वप्रथम त अब विपिनजीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि हामी जस्तो कलाकारले चाहिँ नि वास्तवमा विभिन्न अडियन्स समक्ष चाहिँ एउटा जुन किसिमको पुर्याउने एउटा कार्य गर्नुभएको छ नि, त्यसको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को कुरो, मेरो अडियन्सहरूलाई चाहिँ प्लिज नेपाली गीत सङ्गीतलाई चाहिँ नि अरू सङ्गीतको दाँजामा चाहिँ अलिकति प्राथमिकता दिनु होला। हरेक कलाकारको गानालाई सुनेर चाहिँ नि होइन, उहाँहरूलाई चाहिँ नि नेपाली गानाहरूलाई चाहिँ नि एउटा सम्वर्धनको हिसाबले चाहिँ प्लिज सुनेर चाहिँ नि यहाँहरूले चाहिँ नि प्रतिक्रिया दिनु होला। गानाहरू सुन्नुहोस्, हरेक किसिमको गानाहरू सुन्नुहोस्, तर नेपाली गानाहरूलाई चाहिँ नि विशेष ध्यान दिएर सुनिदिनु होला। धन्यवाद। उत्तमजी, हजुरको व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, आफ्नो अमूल्य समय प्रदान गरिदिनु भयो। त्यसको लागि म लगायत मेरो सम्पूर्ण इन्टायर टिमको तर्फबाट हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्त्यमा जाँदै हजुरबाट एउटा हजुरको आवाजमा मिठो गीत गुनगुनाइदै हामी बिदा माग्दछौँ। हुन्छ। अब यो गाना चाहिँ मेरो एल्बमको टाइटल सङ होइन। ओ माया तिमीलाई म कति धेरै माया गर्छु नि। जब तिमी सामु पर्छौ हेर्नु मात्र लाग्छ मलाई। जब तिमी बोल्न थाल्छौ सुन्नु मात्र लाग्छ मलाई। जब तिमी मुस्कुराउँछौ